सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी संविधानको चाहिँ पार्ट 4 मा छलफल गर्नेछौँ। त्यस्तै मैले चाहिँ मेरो अघिल्लो भिडियोहरुमा चाहिँ संविधानको पार्ट 1, पार्ट 2 र पार्ट 3 हरु चाहिँ मैले अपलोड गरिसकेको छु। यदि तपाईहरुले हेर्नु भएको छैन भने तपाई मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। ल त साथीहरु, अब हामी चाहिँ लागौं भाग 7 मा। भाग 7 मा चाहिँ संघीय कार्यपालिकामा चाहिँ धारा 74 मा चाहिँ शासकीय स्वरूप। अब शासकीय स्वरूप मतलब हाम्रो नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको देश हो र शासन जनताबाट चयन हुने प्रतिनिधि मार्फत चल्छ। त्यसैले शासकीय स्वरूप सम्बन्धी व्यवस्था गरिएको र धारा 75 मा चाहिँ कार्यकारिणी अधिकार। अब यो कार्यकारिणी अधिकार किन गरिन्छ त? देश चलाउने, हैन, नीतिहरू कार्यान्वयन गर्ने, राज्यका निर्माणहरू लागू गर्ने सरकारको शासक अधिकार हो यो कार्यकारिणी अधिकार भनेको। त्यस्तै धारा 76 मा मन्त्री परिषदको गठन। मन्त्री परिषदको गठन किन राखिन्छ? त्यस्तै यो चाहिँ किन राखिन्छ भने सरकार कसरी बन्छ, हैन, प्रधानमन्त्री कसरी नियुक्ति हुन्छ अनि मन्त्रीहरू कसरी बनाइन्छन् भन्ने प्रक्रिया जनाउनको लागि नै प्रधानमन्त्रीको गठन गरिन्छ। यी सबै व्यवस्था मिलाउनलाई नै यो धारा 76 मा प्रधानमन्त्री परिषदको गठन सम्बन्धी राखिएको हो। त्यस्तै धारा 77 मा प्रधानमन्त्री तथा मन्त्रीको पद रित्तो हुने अवस्था यस्तो किन हुन्छ त? प्रधानमन्त्रीलाई प्रतिनिधि सभाबाट विश्वासको मत नपाएमा वा अन्य संवैधानिक कारणले चाहिँ पदबाट हटाइएमा पद खाली हुन्छ उनीहरूको। त्यस्तै मन्त्रीलाई चाहिँ प्रधानमन्त्रीले चाहिँ सिफारिस गरेपछि चाहिँ राष्ट्रपतिले पदयुक्त गर्न सक्छन् के उनीहरूको। त्यस्तै धारा 78 मा संघीय संसदको सदस्य बनेको व्यक्ति मन्त्री हुने रे। अब कुनै व्यक्ति प्रतिनिधि सभा वा राष्ट्रिय सभा दुवैको सदस्य नभए पनि प्रधानमन्त्रीले चाहेको खण्डमा चाहिँ उहाँलाई मन्त्री बनाउन सकिन्छ। तर त्यो व्यक्तिले मन्त्री बनेको 6 महिनाभित्र संघीय संसदको सदस्य बन्नुपर्ने हुन्छ। यदि 6 महिनाभित्र सदस्य बन्न सकेनन् भने मन्त्री परिषदबाट स्वयं अन्त्य अथवा स्वयं उहाँलाई हटाइने हुन्छ के, हटाइन्छ। त्यस्तै भाग 8 मा संघीय व्यवस्थापिका। नेपालको संघीय व्यवस्थापिका 2 सदनात्मक हुने, जसलाई संघीय संसद भनिने धारा 83 मा। अब यसमा चाहिँ प्रतिनिधि सभा र राष्ट्रिय सभा दुईवटा छन्। त्यस्तै प्रतिनिधि सभा गठन चाहिँ धारा 84 मा। प्रतिनिधि सभा गठन धारा 84 मा सदस्य संख्या चाहिँ 275 जना हुनुपर्छ अनिवार्य। र त्यस्तै प्रत्यक्ष निर्वाचित 165 जना हुनै पर्छ र समानुपातिक 110 जना अनिवार्य रूपमा हुनुपर्छ प्रतिनिधि सभामा। त्यस्तै राष्ट्रिय सभा, यसको गठन चाहिँ धारा 86 मा। सदस्य संख्या चाहिँ यसमा 49 जना हुनुपर्छ र त्यस्तै यसमा चाहिँ 7 प्रदेशबाट 8 जनाको दरले निर्वाचित 56 जना हुनुपर्छ। नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित 3 जना। नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित 3 जना हुनुपर्छ। तर कम्तीमा 1 जना महिला अनिवार्य रूपमा हुनै पर्छ, सबै पुरुष हुने हुन्न यसमा। त्यस्तै यसको पदावधि चाहिँ 6 वर्षमा हुन्छ, 6 वर्षसम्म हुन्छ यसको पदावधि। त्यसै सदस्य बन्न चाहिँ 35 वर्षको उमेर पुगेकै हुनुपर्छ। त्यस्तै धारा 94 मा
सङ्घीय संसदको गढपूरक सङ्ख्या 1/4 हुने। अब बैठक बस्न वा निर्णय गर्न होइन संसदमा न्यूनतम कति सङ्ख्या अथवा कति सदस्य हुनु जरुरी हुन्छ भन्ने हो। यो चाहिँ यसमा चाहिँ सङ्घीय संसदको बैठक सञ्चालन गर्ने कम्तीमा कुल सदस्य सङ्ख्याको 1/4 सदस्य उपस्थित हुनु अनिवार्य हुन्छ। कुल सदस्य सङ्ख्याको चाहिँ 1/4 सदस्य उपस्थित अनिवार्य रूपमा हुनै पर्छ यसमा चाहिँ। त्यस्तै हाम्रो धारा 100 मा विश्वासको मत र अविश्वासको प्रस्ताव। यसमा चाहिँ विश्वासको मत भनेको चाहिँ समर्थ छ भन्ने प्रमाण हो यो चाहिँ। तर अविश्वासको प्रस्ताव भनेको चाहिँ समर्थ हटाउने प्रक्रिया हो। किन यस्तो धाराको व्यवस्था गरिएको हो त? यो किनकि हाम्रो सरकार चाहिँ जनताको प्रतिनिधिहरूको विश्वासमा आधारित हुन्छ। त्यसैले त धारा 100 मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरिएको। अब धारा 101 मा महाभियोग सम्बन्धी व्यवस्था। महाभियोग सम्बन्धी व्यवस्था भन्नाले महाभियोग व्यवस्था गर्नको लागि कारण, जस्तै यो गर्नुको मुख्य कारण के हो भनेपछि उच्च पदमा बसेका जुन व्यक्तिहरूले चाहिँ गम्भीर गल्ती गरेमा अनि दुरुपयोग, भ्रष्टाचार, संविधान उल्लङ्घन वा नैतिकहीन काम गरेमा चाहिँ संसद मार्फत पदबाट हटाउने संवैधानिक प्रक्रिया हो यो महाभियोग सम्बन्धी व्यवस्था धारा 101 मा। ल त साथीहरू, आजको लागि यति नै भयो। मैले चाहिँ तपाईहरूलाई चाहिँ अब संविधानको चाहिँ पार्ट 5 चाहिँ म तपाईँको अगाडि चाहिँ छिटै नै अपलोड गर्नेछु। त्यस्तै तपाईँलाई मैले भर्खरै पढाएको यो भिडियो जानकारीमूलक लाग्छ भने तपाईँहरूले लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला मेरो च्यानलमा।